If you are nervous about your F2 visa interview, then you are not alone. I recently went through it myself and I know कति स्ट्रेसफुल हुन्छ भनेर। मेरो लास्ट भिडियो पछि चाहिँ मलाई धेरैजनाले मेसेज गर्नुभयो अनि उहाँहरूको चाहिँ F2 भिजा इन्टरभ्यू प्रति कति धेरै मिसकन्सेप्सन मिथहरू छ कि सो मेरो एक्सपिरियन्स अनुसार चाहिँ म त्यो मिथहरू चाहिँ क्लियर गर्न चाहन्छु किनभने मैले 3 चोटि इन्टरभ्यू दिएको छु एन्ड आई हेभ एक्सपिरियन्स समथिङ कि के हुँदो रहेछ र के होइन रहेछ भन्ने कुरा सो मैले मबाट तपाईहरुलाई केही हेल्प होस् भनेर चाहिँ आई एम मेकिङ दिस भिडियो सो आई एम गोइङ टु शेयर द ट्रुथ अबाउट द F2 visa interview. I'm also going to give you some real tips that helps me succeed so you can walk in confidently and come out with your visa approved. Myth number 1, F2 visa सबै रिजेक्ट हुन्छ मोस्ट प्रोबेबली F2 visa रिजेक्ट भइरहेको हुन्छ इट्स कम्प्लिटली मिथ अफिसरहरूले कतिखेर F2 visa एप्लिकेन्ट आउँछ र त्यसलाई म रिजेक्ट गरौँ भनेर बसेको चाहिँ हुँदैन कसैको पनि त्यो इन्टेन्सन चाहिँ हुँदैन कि यो आउँछ र यसलाई म रिजेक्ट गर्छु भनेर मान्छेहरू चाहिँ आफै अनक्लियर भइरहेको हुन्छ नर्भस भइरहनु भएको हुन्छ र एन्सर राम्रो दिइरहनु भएको हुँदैन जसको कारणले गर्दाखेरि चाहिँ उहाँहरू रिजेक्ट भइरहनु भएको हुन्छ बी अनेस्ट एन्ड कन्फिडेन्ट तपाईको हस्बेन्ड अथवा वाइफ युएसमा पढ्दै हुनुहुन्छ भने तपाईको जेन्युइन रिजन छ तपाईले उहाँलाई जोइन गर्ने सो रिजेक्सनको फियर नलिकन कन्फिडेन्टली भन्नुस् मिथ नम्बर 2 राम्रो इंग्लिश बोल्नेको मात्रै एप्रुभ हुन्छ इंग्लिश बोल्न आउँदैन भने एप्रुभ हुँदैन That's completely a myth. F2 visa applicant are not allowed to work or study. So, तपाई कति पढ्नु भएको छ तपाईको क्वालिफिकेसन के छ तपाई कस्तो इंग्लिश बोल्नुहुन्छ भन्ने कुरा म्याटरै गर्दैन तपाई त्यहाँ आफ्नो स्पाउसलाई इमोशनल सपोर्ट दिन मोरल सपोर्ट दिन जाँदै हुनुहुन्छ सो तपाई कति पढ्नु भएको छ तपाईलाई इंग्लिश कस्तो बोल्न आउँछ that doesn't matter at all. So इन्टरभ्यूमा पनि यदि तपाईलाई इंग्लिश बोल्न आउँदैन अथवा ठिकै आउँछ भने डराउनु पर्दैन तपाईलाई इंग्लिश अलिअलि बोल्न आउँछ भने तपाईलाई जस्तो आउँछ त्यस्तै बोल्नुस् उहाँहरूले बुझ्नुहुन्छ तर तपाईलाई आउँदैन भने भिजा अफिसरहरूलाई नेपाली ल्याङ्ग्वेजको ट्रेनिङ दिएको हुन्छ उहाँहरूले मज्जाले नेपाली ल्याङ्ग्वेज बोल्न सक्नुहुन्छ र यदि कोही अफिसरहरूले बोल्न सक्नु भएन भने उहाँहरूले ट्रान्सलेटर राख्नु भएको हुन्छ सो तपाईलाई जुन ल्याङ्ग्वेजमा कम्फर्टेबल हुन्छ त्यो ल्याङ्ग्वेजमा बोल्न सक्नुहुन्छ तपाईले इंग्लिशै बोल्नु पर्छ इंग्लिशमै तपाईले एन्सर दिनु पर्छ तपाईले इंग्लिश बोल्नु भएन भने तपाईको रिजेक्ट गर्ने चान्स धेरै हुन्छ भन्ने दैट इज कम्प्लिटली अ मिथ तपाईले के गर्नु पर्यो आफ्नो एन्सर चाहिँ पर्फेक्टली र क्लियरली भन्नु पर्यो तपाईले टुटेफुटे इंग्लिश चेप्पाते इंग्लिश ग्रामर मिस्टेक गर्नुहुन्छ भने पनि त्यो समस्या हुँदैन तर तपाईले के बोल्न खोज्नु भएको त्यो कुरा चाहिँ उहाँलाई प्रष्टसँगले भन्न सक्नु पर्यो अहिले कन्फिडेन्ससँगले केही बोल्नु भयो भने पनि त्यसलाई एकदम राम्रो इम्प्रेसन मानिन्छ तर तपाई खतरा इंग्लिश बोल्नुहुन्छ तर जेप्पाते एन्सर सेन्सलेस एन्सर दिइरहनु भएको छ भने that doesn't count. Myth number 3. If you are nervous, you will be rejected. Interview हो सबैजना नर्भस हुनुहुन्छ that's a human nature. तपाई इन्टरभ्यूमा हुनुहुन्छ तपाई नर्भस एक्ट गर्नु भयो मतलब म नर्भस हुनु हुँदैन है मैले एक्टिङ गर्नुपर्छ है म कन्फिडेन्ट भएर एक्टिङ गर्नुपर्छ है भन्नेतिर लाग्नु भयो भने स्क्रिप्टेड भनिदिन्छ मतलब यो हुनै नसक्ने कुरा हो इन्टरभ्यूमा कोही यस्तैको कन्फिडेन्ट कसरी हुन्छ भन्ने कुरातिर लाग्न सक्छ सो बी योरसेल्फ तपाईलाई डर लागेको छ भने इट्स अल राइट नर्भस हुन पाइन्छ एभ्रीवन गेट नर्भस अनि त्यो कुरा अफिसरलाई पनि थाहा हुन्छ सो अफिसरलाई के चाहिँ अफिसरलाई चाहिँ के म्याटर गर्छ भन्दाखेरि तपाईको इन्टेन्सन के छ तपाई युएस गएर तपाईले आफ्नो F2 भिसाको रुल्स आफ्नो रेस्ट्रिक्सनहरु थाहा छ कि छैन र त्यहाँ गएर निभाउनुहुन्छ कि हुन्न तपाईले रुल्सहरु फलो गर्नुहुन्छ कि हुन्न भन्ने कुरा उहाँलाई म्याटर गर्छ तपाई कतिको नर्भस हुनुभयो तपाई कसरी बोल्दै हुनुहुन्छ यो सबै F1 लाई म्याटर गर्न सक्छ तर F2 लाई म्याटर गर्दैन ए डीप ब्रेथ बिफोर यु स्टार्ट आई कन्ट्याक्ट मेन्टेन गर्नुस् स्माइल दिएर बोल्नुस् डाइरेक्ट एन्सर दिनुस् तपाईले केही मेमोराइज गर्नै पर्दैन उहाँले जे सोध्नुहुन्छ तपाईको आफ्नो भाषामा आफ्नो सिम्पल ल्याङ्ग्वेजमा तपाईलाई जे आउँछ प्रस्ताउनुस् नम्बर 4 दे आस्क डिफिकल्ट क्वेशन अथवा फेल गराउने क्वेशन रिजेक्ट गराउने क्वेशन सोध्नुहुन्छ एकदम गाह्रो क्वेशन सोध्नुहुन्छ नो
एक्चुअली F2 क्वेसन्स एकदम धेरै सजिलो हुन्छ किनभने F2लाई सोध्ने भनेको आफ्नो हस्बेन्डको बारेमा हो, आफ्नो हस्बेन्डको इन्फर्मेसन, आफ्नो वाइफको इन्फर्मेसन, उहाँको कलेजको नाम के हो, उहाँको कति भयो, जानुभएको, तपाईँहरूको रिलेसनसिप स्ट्याटस के छ, बिहे कहिले भएको, लभ म्यारेज एरेन्ज म्यारेज, सिम्पल क्वेसन हो। त्यो तपाईँको कोर्सको बारेमा तपाईँलाई सोध्नुहुन्न, युएसएको बारेमा हिस्ट्रीहरू सोध्नुहुन्न। सो तपाईँलाई थाहा भएकै कुरा, तपाईँको कुरा सोध्नुहुन्छ। सो इट्स रियली सिम्पल। तर तपाईँलाई आफ्नो डिटेल्स चाहिँ थाहा हुनुपर्छ, जस्तै कि आफ्नो हस्बेन्डको इन्फर्मेसन, होइन, कुन कलेज पढ्नुभएको, उहाँले मेजर सब्जेक्ट कुन लिनुभएको छ, ट्युसन फीहरू कसरी मेन्टेन गराउनु भएको छ, कसरी ह्यान्डल गराउनु भएको छ, यदि उहाँ STM OPTमा हुनुहुन्छ भने कुन कम्पनीमा काम गर्नुभएको, उहाँको पे स्टपहरू छ कि छैन, सबै हस्बेन्डको इन्फर्मेसन सोध्नुहुन्छ। त्यो चाहिँ तपाईँलाई सबै थाहा हुनुपर्छ र प्रपर डकुमेन्टेसन हुनुपर्छ। बोल्दाखेरि एन्सर एकदम सर्ट अनि क्लियर राख्नुहोस्। तपाईँले लामो एक्सप्लेनेसन गर्नु जरुरी छैन, सिम्पल जे सोध्नु भएको छ ट्याक्क त्यसको एन्सर चाहिँ उहाँले पाउनु पर्यो। एन्ड मिथ नम्बर 5, यु निड फ्यान्सी डकुमेन्ट्स। तपाईँले धेरै यत्रो यत्रो फाइल्स बोक्नै पर्दैन। उहाँहरूले मेनली हेर्ने भनेको DS 160, म्यारिज सर्टिफिकेट I-20, कहिलेकाहीँ फाइनेन्सियल प्रुफ हेर्नुहुन्छ, अनि स्पाउसको I-20 खोज्नुहुन्छ, अनि सम एसेन्सियल डकुमेन्ट जस्तै कि STM OPTमा हुनुहुन्छ भने उहाँको पे स्टप, उहाँको अफर लेटर, यस्तो यस्तो खोज्नुहुन्छ। सबै डकुमेन्टहरू अर्गनाइज गरेर फाइलमा राख्नुहोस् र उहाँले जे माग्नुहुन्छ त्यो मात्रै दिनुहोस्। तपाईँको कन्फिडेन्ट म्याटर गर्छ, तपाईँको कतिवटा डकुमेन्ट ल्याउनु भएको छ, कुन कुन ल्याउनु भएको छ भन्ने म्याटर गर्दैन। कहिले कहिले त यस्तो सिचुएसन आउँछ कि तपाईँको डकुमेन्ट कसैले पनि हेर्दैन क्या, त्यहाँनिर तपाईँले फाइल पनि छुनु पर्दैन क्या, जस्ट तपाईँको बोलीको भरमा उहाँले एन्सर दिनुहुन्छ। सो मैले फाइनेन्सियल प्रुफ लगाएको छु, मेरो भिजा लाग्छ, द्याट्स अ मिथ। तपाईँको बोलीको अनुसारले तपाईँको भिजा लाग्ने हो। तपाईँ कसरी बोल्दै हुनुहुन्छ, तपाईँ कसरी आफ्नो एन्सर राख्दै हुनुहुन्छ, नडराउनुहोस्। तपाईँले बोल्नुभयो भन्दैमा उहाँहरूले पत्याउनुहुन्न कि उहाँहरूले शङ्का गर्ने हो कि होस् म यस्तो भन्दिनँ, मेरो बोलीकै भरमा उहाँले कसरी पत्याउनुहुन्छ भन्ने कुरा नलिनुहोस्। तपाईँको इन्टरभ्यू तपाईँको बोलीको भरमा लिने हो। तपाईँले राम्रोसँग भन्न सक्नुभयो, आफ्नो कुरा राख्नुभयो भने यु आर गुड। तर मैले मेरो डकुमेन्टसँगै ल्याएको छु, उहाँले यो हेरिहाल्नुहुन्छ नि भन्ने हिसाबले प्रिपेयर चाहिँ नगर्नुहोस्। रिमेम्बर, डकुमेन्ट भनेको जस्ट सपोर्टिङ फ्याक्टर हो, सेकेन्डरी कुरा हो। डकुमेन्ट उहाँहरूले हेर्दा नि हेर्नुहुन्न क्या कोही कोही बेला त। सो प्रिपेयर भएर जानुहोस्, डकुमेन्ट भनेको एउटा सपोर्टिङ फ्याक्टर मात्रै हो। सम बोनस टिप्स आई वुड लाइक टु गिभ। ड्रेस निट एन्ड टाइडी। आफ्नै इम्प्रेसनको लागि पनि इम्पोर्टेन्ट छ। किन नराम्रो लुगा लगाएर जाने, किन आफ्नो इम्प्रेसन नराम्रो बनाउने। फर्मल लुगा, क्याजुअल लुगा, धेरै मेकअप पनि होइन, लाइट मेकअप गरेर जाने। आफूले आफूलाई आफ्नो पर्सनालिटीले पनि क्यारी गर्छ। हेर्दाखेरि यो मान्छे कस्तो देखिएको छ, परैबाट अफिसरहरूले हामीलाई देख्दाखेरि पनि कतिको जेन्युन छ, कतिको रियल छ यो मान्छे भन्ने कुरा चाहिँ आफ्नो पर्सनालिटीले पनि झल्कियोस् के। निट एन्ड टाइडी भएर गयो भने एउटा रेस्पेक्टफुल मान्छे रहेछ, यो सिरियस मान्छे रहेछ भन्ने पनि हुन्छ। त्यहाँनिर तपाईँहरू छिटै पुग्नुहोस्, किनभने तपाईँहरू छिटै पुग्नुभयो भने तपाईँहरू आत्तिनुहुन्न, स्ट्रेस्ड हुनुहुन्न। सो 1 आवर छिटै जानुहोस्। बी पोलाइट एन्ड स्माइल। तपाईँको एटिट्युडले एकदम धेरै म्याटर गर्छ। कुनै कुनै कुरा तपाईँले बोल्न अड्किनु भयो, बोल्न सक्नु भएन भने आफ्नो एटिट्युडलाई चाहिँ कन्ट्रोल गर्नुहोस्, जस्ट स्माइल एन्ड बी पोलाइट। तपाईँले यदि कुनै क्वेसन बुझ्नु भएन, अफिसरले बोल्नुभएको भने यु क्यान से कुड यु प्लिज रिपिट, किनभने ग्लास हुन्छ बिचमा, तपाईँहरू दुईजना बिच ग्लास हुन्छ, कोही कोही बेला उहाँहरूको ल्याङ्ग्वेज बुझिँदैन, कोही कोही बेला माइक सुनिँदैन। सो द्याट्स अ टेक्निकल प्रब्लम, तपाईँको प्रब्लम होइन। सो यु क्यान पोलाइटली आस्क टु रिपिट द क्वेसन एन्ड द्याट्स कम्प्लिटली ओके टु आस्क द क्वेसन अगेन। बोल्ने मौका यही हो, यति बेला म सबै भनिदिन्छु भनेर पनि नजानुहोस्, किनभने उहाँहरूले ओभर कन्फिडेन्ट, स्क्रिप्टेड भनेर पनि रिजेक्ट गर्नुभएको हुन्छ। सो उहाँहरूले जे सोध्नुभयो त्यसको एन्सर चाहिँ भन्नु पर्यो। कोही कोही बेला अपर्च्युनिटी हेरेर तपाईँको आफ्नो एन्सर प्रस्ताउन सक्नुहुन्छ भने गर्न सक्नुहुन्छ, तर त्यो भन्दैमा सबै कुरा म फ्याटट्ट भनिदिइहाल्छु, सकिहाल्छ भन्ने चाहिँ होइन। रिमेम्बर, F2 भिजा भनेको कुनै इक्जाम होइन, यो एउटा कन्भर्सेसन टाइप इन्टरभ्यू हो, जसले चाहिँ तपाईँको इन्टेन्सन चेक गरिरहेको हुन्छ। तपाईँलाई चाहिँ रुल्सहरू थाहा छ कि छैन, तपाईँको इन्टेन्सन के हो भनेर चेक गर्ने इन्टरभ्यू हो। इट्स नट द फाइनल इक्जाम अर समथिङ। एन्ड डोन्ट लेट फियर अर अनलाइन मिथ डिस्करेज यु।
आफ्नो रिसर्च कम्प्लिटली गर्नुहोस्। मेरो मात्रै कुरा सुन्नुहोस् म भन्दिनँ, अरूहरूको कुरा पनि सुन्नुहोस्। तपाईँलाई के ठिक लाग्यो, के सही लाग्यो त्यो लिएर जानुहोस्। गो विथ अनेस्टी एन्ड कन्फिडेन्ट, द्याट्स द ओन्ली की टु गेट द्याट ग्रिन स्लिप होम। इफ दिस भिडियो हेल्प्ड यु, प्लिज जसले एफटी भिजा इन्टरभ्यू दिन आँट्नु भएको छ उहाँहरूलाई सेयर गरिदिनुहोस्। र तपाईँहरूलाई अझै केही थाहा पाउन मन छ, केही टिप्स लिन मन छ भने यु क्यान कमेन्ट डाउन बिलो। आई नो कति गाह्रो हुन्छ, कति सफर गर्नुपर्छ, झन् मल्टिपल रिजेक्सन हुनेहरूलाई कस्तो हुन्छ भन्ने कुरा आई क्यान डेफिनेटली रिलेटेड। इफ दिस भिडियो हेल्प यु अर तपाईँको कन्फिडेन्ट अलिक बुस्ट गरिदिए भने प्लिज गिभ this video a thumbs up and subscribe to my channel. Best of luck.